मन्त्री भनेको सरकार भनेको अविछिन्न उत्तराधिकारवाला संस्था हो। जुन सरकारले गरे पनि त्यसको स्वामित्व लिन्छ, मन पारी गर्न मिल्दैन। यो त बच्चाको खेल जस्तो पनि मैले हेरेँ। रेड बुकमा कर्मागत त्यतना चट हुन्छ। खानेपानी मन्त्रालयमा हेर्छु, पहिला राखिएको त प्रदेशमा भनेर हटाइयो, यसपालि के भनेर हटाउनु भएछ? ती योजनाहरू कहीँ देखिन्न। भनेपछि जे मन लाग्छ त्यो गर्ने, कलम हातमा भएपछि त्यही गर्ने, यही सरकार हो। एउटा नियम छैन, न जवाबदेहिता छ, न कुनै लाज छ, न कुनै नैतिकता छ भने कसरी देशलाई आश्वस्त गर्नुहुन्छ भन्ने प्रश्न उठ्छ। खानेपानी योजनाहरू काटिएका छन्, कयौँ टङ्कीहरू बनेका छन्, सञ्चालन छैन, कुनै अधुरै छ, त्यसको माइबाप छैन। यसरी चल्छ त भने जवाब दिन जरुरी छ। र हामी हेरिरहेछौँ पानीको सतह घट्दै गइरहेछन्। पानी शुद्ध पानीको हाहाकार छ। शुद्ध पानी कहिले पाउने हो? काठमाडौँको सुकुम्बासी बस्तीले शुद्ध खानेपानी पाइरहेको छैन। यहीँको महलवालाले पानी पाउने, तर एउटा सुकुम्बासीले पानी नपाउने। योभन्दा अत्याचार के हुन्छ? हामीले लागेको थियो यो खानेपानी मन्त्रालयले त्यो सबै जनतालाई लाभ सुविधा दिने गरी सोच्छ। ट्याक्स लिन भन्नु न, यो गरिबको ट्याक्स लिन्न कि त उसको श्रम लिने बेला भन्नु न, सुकुम्बासीको श्रम लिन्न। उसको भोट लिन भन्नु न, सुकुम्बासीको भोट लिन्न। सबै लिनुहुन्छ, तर पानी दिने बेलामा सुकुम्बासी भन्छ, ती गरिब हुन्छन्, त्यसले पाउँदैन। यो अत्याचार होइन भने के भन्ने प्रश्न गर्न चाहनु म।